विवाहित महिलाका लागि ठूलो अवसर खुल्यो मिसेस नेपाल वर्ल्ड 2026 को आवेदन। नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड 2026 का लागि आवेदन खुला गरिएको छ। रिबन इन्टरटेनमेन्ट प्रणालीले बुधबार ललितपुर स्थित होटल द स्क्वायरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीहरूको औपचारिक घोषणा गरेको हो। संस्थाका अध्यक्ष निशुकान्त झाले यो प्रतियोगिता केवल सौन्दर्यको मापन मात्र नभई नेपाली महिलाको नेतृत्व, आत्मविश्वास र सामाजिक योगदानलाई विश्व सामु प्रस्तुत गर्ने एउटा सशक्त अभियान भएको बताए। यस प्रतियोगितामा सहभागी हुन उचाइ वा तौलको कुनै सीमा तोकिएको छैन। कम्तीमा एससी वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइट मार्फत सजिलै आवेदन दिन सक्नेछन्। यसको पहिलो अडिसन आगामी साउन 23 गते काठमाडौँमा हुँदैछ। छनौट भएका प्रतियोगीहरूलाई 45 दिनसम्म आश्विनकान्त झा र सन्दीप भुजेल लगायत अनुभवी प्रशिक्षकहरूद्वारा र्याम्प वाकदेखि नेतृत्व विकाससम्मको विशेष प्रशिक्षण दिइनेछ। आगामी कार्तिक 14 गते काठमाडौँमा हुने भव्य ग्रान्ड फिनालेबाट मिसेस नेपाल वर्ल्ड 2026, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल चयन गरिनेछ। साथै यस वर्षदेखि एउटा नयाँ उपाधि मिसेस नेपाल कोम्सो 2026 पनि थपिएको छ। मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा र कोम्सो विजेताले म्यानमारमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। घर परिवार र समाजको दायित्व सँगसँगै आफ्नो छुट्टै पहिचान बनाउन र देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन चाहने सम्पूर्ण योग्य महिलाहरूलाई यो अवसर नगुमाउन आयोजकले आह्वान गरेको छ।